वेलकम ब्याक टु माई युट्युब च्यानल गाइज। म अब यो मेरो माइला ब्लग युट्युब च्यानलमा तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। म यो एकदमै चिसो याममा एकदमै दुःख गरेर राजकोटदेखि नेपालकै सुप्रसिद्ध जगत जननी बडीमालिका माताको मन्दिर दर्शनमा जाँदैछु। यात्राको लागि टाढादेखि आएको छन्। पनि छु। अब हामी घरबाट हिँडेको झन्डै 2 घण्टा 50 मिनटपछि हामी यो मुम्राको टप, यसलाई चाहिँ ठाडा मेला भनिन्छ, यो ठाउँसम्म आइपुगेका छौँ। योदेखि बडीमालिकाको सुन्दर दृश्यहरू पनि देखिरहेको छ। पारी देखिरहेको चाहिँ डाँडा बडीमालिका। गाह्रो बाटो छ। ल बल्ल आइयो। साथी हिँड्दै हुनुहुन्छ अगाडि। अब हामी हिँड्नेछौँ मजाले। यो मालुवा भन्ने ठाउँदेखि अलि माथिनेरको मन्दिर हामीले पनि दर्शन गऱ्यौँ यसलाई। अनि योदेखि अलिअलि उकालो सुरु भएको हुँदा अब हामी यो माताको दर्शन गर्न लागिरहेका छौँ। पाटनकुडा भन्ने ठाउँ नजिक आइपुगेका छौँ। अब धेरै गाह्रो छैन खासै, सकभर हामी पुगिहाल्छौँ। सोचिरहेको छौँ, पुग्ने प्लान छ, जसरी पनि पुग्नुपर्छ। अब हामी यो पाटनकुडा नजिकै आइपुगेका छौँ। हेर्नुहोस्, पाटनकुडा रमाइलो गर्दै आइरहेछौँ एकदमै। हामी यो माथिल्लो भेग आइसकेपछि बिस्तारै हिँडिरहेछौँ। यहाँ अलि चिसो पनि बढेको हुँदा हामीले सेफ्टीका सामानहरू पनि युज गरेका छौँ, टोपीहरू, ग्लभ्सहरू। हेर्नुहोस्, ब्याक साइडमा देखिरहेको त्यो रारातलको छेउतिरको हिमालहरू। हेलो सर, यो चाहिँ कुन ठाउँ हो? उकालो भन्ने ठाउँ हो। हजुर, साह्रै उकालो है, सबैभन्दा उकालो। हजुर, योभन्दा अझै अर्को अन्तिम उकालो बाँकी नै छ। कैलाशगाडको छ। हजुर, जता हिम पहिरो देखिरहेछ, हिउँ स्नो भएको ठाउँहरू देखिरहेछ, हिउँ भएको, त्यहाँ चाहिँ साह्रै उकालो छ। उतापट्टि झन् हिमाल देख्न सकिन्छ जताततै। यो त स्वर्ग हो कि के हो, म त सोच्नै सकिरहेन। हामी जानुपर्ने ऊ माथि हिउँ देखिरह नि गाइस, यो हिउँको बाटो हुँदै जानुपर्ने हो। अब हिँड्दैछौँ, अब पुगिन्छ होला बिस्तारै, हतार नगरिकन। हस् गाइस, फाइनली गाइज हामी यो कैलाशगाड आइपुगेका छौँ। हेर्नुहोस्, यो कैलाशगाडको चाहिँ हिउँ। हामी लगभग टाइम कति भयो अहिले? यो बेलुकाको 5:41, ठ्याक्कै 5:41 भयो। आज असोजको 30 गते नै यहाँ यति बाक्लो हिउँ परेको छ। हेर्नुहोस्, यहाँ चाहिँ हामी भाले टाइम भेटिदियो है सर अघि। हेर्नुहोस् गाइस, फाइनली हामी यो कैलाशगाड, मैले भनेको थिएँ नि भर्खरै कैलाशगाड आइपुगेका छौँ। हामी जसरी पनि त्रिवेणी पुग्ने प्लानमा थियौँ। बिहान घरदेखि हामी बिहान ठ्याक्कै 8:45 लगभग 9:15 हामी घरबाट हिँडेका थियौँ भने हामी सिधै लगभग 6 बज्ने लगभग 5 कैलाशगाडको फेदमा पुग्न लागिसकेका छौँ। हामी सँगसँगै
लगभग 8 देखि धेरैमा 9 घन्टा नत्र 7 घन्टामा पनि पुग्न सकिन्छ त्रिवेणी। त्रिवेणीदेखि त्यहाँ त्रिवेणीमा चाहिँ होमस्टे रहेको छ। त्रिवेणीदेखि हेर्नुहोस् यो कैलाशघाट असोजको महिना नै यति बाक्लो हिउँ परेको छ। राजकोटको छेत्तडी हुँदै बडीमालिका आउने एकदमै छोटो एकदमै सुरक्षित बाटोमा पर्ने लग्लो त्रिवेणी पाटनको ठ्याक्कै सिमानामै भनौँ न छेउमै पर्ने यो कैलाशघाट को उकाला यहाँनिरको हिमालमा हिउँले ढपक्क ढाकेको छ। असोजको महिना नै हामी एकदमै रिस्की लिएर यो ठाउँमा आउने सोचमा थियौँ। लगभग हाम्रो यो प्लान चाहिँ अहिलेभन्दा 10-12 दिन अगाडि नै भइरहेको थियो, तर केही न केही कारणवश हामी आउन सकेनौँ। त्यसको लागि क्षमा प्रार्थी छौँ। लगभग अँध्यारो हुन सुरु भइसकेको छ। लगभग अँध्यारो भइसकेको छ। अब हामीलाई त्रिवेणी पुग्न धेरैमा 1.5 घन्टा जति लाग्ला। 1.5 घन्टा लागे पनि हामी त्यहाँ पुग्नै पर्नेछ, किनभने बिचमा यो वासस्थानको सुविधा रहेको छैन। तपाईँहरू राजकोटदेखि यो बडीमालिका आउनको लागि आउँदा तपाईँहरू ठ्याक्कै या त तपाईँ राजकोटदेखि आएर छेत्तडी बस्नुहोस्, त्यहाँ एउटा होमस्टे छ। मैले योभन्दा पहिलाको मेरो भ्लगमा मैले राखेको छु। त्यसपछि त्यो होमस्टे भेटिने भनेको सिधै त्रिवेणी पाटन नै हो। त्रिवेणी पाटनमा एउटा होमस्टे छ। त्यसपछि फेरि बडीमालिका मन्दिर नजिकै पनि एउटा होमस्टे रहेको छ। यो अनुसार चाहिँ तपाईँहरू आउनुहोला। राजकोटदेखि लगभग 5 घन्टा 6 घन्टाको यात्रा गऱ्यो भने तपाईँहरू छेत्तडी पुग्न सक्नुहुन्छ, त्यहाँको होमस्टे बस्न सक्नुहुन्छ। त्यसपछि त्योदेखि तपाईँहरू बडीमालिका जाँदै हुनुहुन्छ भने बडीमालिका माताको मन्दिरभन्दा हल्का तलनेर पनि एउटा ऊ रहेको छ होमस्टे। अनि त्रिवेणी पाटनदेखि त्यो बडीमालिका माताको मन्दिरभन्दा तलनेरको होमस्टेसम्म पुग्नलाई पनि तपाईँहरूको लगभग 4 घन्टादेखि 4 5 घन्टा लाग्ने गर्दछ। त्यो अनुसार तयारी गरेर आउनुहोला भन्न चाहन्छु। अब हाम्रो साथीले यहाँनिर लुगा चेन्ज, अहिलेसम्म यस्तो हिउँ परिरहेको ठाउँमा यति जाडो -5 डिग्री टेम्परेचर भएको ठाउँमा पनि हाफ प्यान्टमा हिँडिराख्नु भएको थियो उहाँ। हेर्नुहोस् उहाँको ज्यान। ल उहाँलाई पनि शुभकामना, उहाँको पनि सोच पुरा होस्। हामी हिजो साँझ यहीँ बसेका थियौँ। यो होमस्टे यो कर्णाली प्रदेशले बनाएको होमस्टे। कर्णाली प्रदेश वन तथा वातावरण मन्त्रालयले निर्माण गरेको त्रिवेणी धर्मशाला कालीकोट। हामी यो त्रिवेणी धर्मशालामा बसेका थियौँ हिजो साँझ। यहाँ हामी लगभग राति 10 बजे आइपुगेका थियौँ। कैलाशघाटको हिमाल र त्यो हिमाललाई क्रस गरिसकेपछि झर्दाखेरिको ओसले गर्दा शीतले गर्दा एकदमै बाटो चिप्लो थियो। हामीलाई त्यो भएर चाहिँ धेरै टाइम लाग्यो, नत्र भने त्योदेखि धेरैमा हामी 1.5 घन्टामा पुग्थ्यौँ। तर हामीलाई चाहिँ धेरै समय लाग्यो। लगभग 6 बजेदेखि हिँडेको, हामी 10 बजे मात्रै आइपुग्यौँ। यो होमस्टे, यतातिरको टोइलेट, यो
अहिले त्रिवेणी पाटन यस्तो रहेको छ, माथितिर त्यो कैलाशघाटको माथिको टपको हिमाल, त्यहाँ हिउँ पनि छ, देखिराख्नु भएको छ यहाँहरूले। योदेखि हामी हिजो साँझ यो त्रिवेणी पाटनको होमस्टेमा बसेका थियौँ। यहाँ अझै पनि शीत गएको छैन। यो तल्लो साइडको पनि हिमालमा अझै हिउँ देखिरहेको छ। यो हामी बसेको चाहिँ होमस्टे, एकदमै आनन्द। यस्तो ठाउँमा चाहिँ एकदमै सुविधा सम्पन्न यो भवन। यहाँ चाहिँ सोलर सिस्टम पनि रहेको छ, लगभग 1 किलोवाटको सोलर सिस्टम हो भन्ने मैले सुनेको थिएँ। यहाँ चार्जको व्यवस्था एकदमै रहेको छ। यो पहाडी ब्याकसाइडको अन्तिममा रहेको डाँडा चाहिँ बडीमेलिका मन्दिर रहेको डाँडा हो। यो डाँडाको यो छेउछेउ हुँदै यो साइडदेखि हामी यहाँनिरको यो डाँडादेखि यो हुँदै बाटो हुँदै जानेछौँ हामी। अब हामी त्रिवेणी जल लिने ठाउँमा हामी जाँदैछौँ। त्यहाँ धाराहरू पनि निर्माण गरिएको छ नुहाउनको लागि। पोखरी पनि रहेको छ। लेट्स गो गाइज। अब हामी यहाँदेखि बडीमेलिका जानेछौँ। यो धर्मशालादेखि म अब बडीमेलिकातिर हिँड्दैछु। हामीसँग हिजो 4 जना अरू साथीहरू पनि भेटिनु भयो यहाँ होमस्टेमा। हामी पुग्नुभन्दा पहिले आएर बस्नुभएको रहेछ। अब म हिँड्नेछु। योदेखि एकदमै सुरक्षित छ। योदेखि माथिको बाटो त एकदमै सुरक्षित रहेको छ। अहिले बिहानको ठ्याक्कै 8 बजेर 18 मिनट गएको छ। हामी बिहानै जाने सोचमा थियौँ, तर किन गएनौँ भने बिहान पुरै शीत हुने र बाटो चिप्लो हुने भएको हुँदा हामी बिहानै हिँडेनौँ। अनि अब लगभग घाम पनि एकदमै जताततै लागिसकेको छ। अब हामी योदेखि मजाले जानेछौँ। यो रहेको छ, हेर्नुहोस् यो त्रिवेणी जल भएको ठाउँ। यहाँ 2वटा गाडाहरू रहेको छन्, अर्थात् 2वटा खोलाहरू रहेको छन्। एउटा यो लेफ्ट साइडतिरबाट माथितिर त्यो हिमालको साइडतिरबाट बगेर आउँछ भने अर्को यो हिमालको यता देखिरहेको दक्षिण साइडतिरको हिमालबाट बगेर आइरहेको छ। 2वटा यो भूछटा, यो प्राकृतिकको भूछटा यहाँ यो समयमा सायद आउने लगभग पर्यटकहरू कमै हुन्छन्, तर हामीले आउने साहस राख्यौँ, आयौँ पनि यहाँ पुग्यौँ। योदेखि मन्दिर पुगेर मन्दिरदेखि पूजा गरेर फर्किन्जेलसम्म पनि हामीलाई चाहिँ प्रकृतिले चाहिँ साथ दिनेछ मजाले भन्ने मलाई विश्वास रहेको छ। म अब यो पोखरी निर्माण गरिएको ठाउँ जहाँ स्नान गरिन्छ, यहाँको पानीमा नुहायो भने एकदमै सफा हुने, चोखो हुने भनाइरहेको छ। यहाँनिर यो निर्माण गरिएको गेट पनि रहेको छ। यहाँदेखि म पनि मेरो मनोकांक्षा पुरा होस् भनेर पूजा गरेर हिँड्नेछु। हाम्रो साथीले नुहाउँदै हुनुहुन्छ। हाम्रो साथीले यहाँ नुहाउँदै हुनुहुन्छ। हेलो, यहाँ चाहिँ पुरै आइसहरू जमेको छ, हेर्नुहोस्। पोखरीको साइडतिर मन्दिर रहेको छ, एउटा अर्को साइडतिर पनि मन्दिर रहेको छ। 2टा यो गाड मिसिएको ठाउँ। यहाँदेखि
यता धाराहरू पनि निर्माण गरिएको छ। यो धारामा पानी त्यो बडीमालिका माताको पूजाको बेला खोलिएको हुन्थ्यो। म आएको बेला थियो त्यो बेला, योभन्दा पहिला। हेर्नुहोस् यो धाराहरू, यसमा लगभग 147 जति धारा रहेको पाएँ मैले। एकुरेट गिन्ती गरेर चाहिँ गर्न सकिएन। हाम्रो साथीले नुहाएर आइसक्नु भएको छ। यहाँ साथीले यस्तो चिसोमा नुहाइराख्नु भएको छ। यहाँ पुरै आइस जमेको छ। यस्तो आइसमा हेर्नुहोस् गाइस, म यो त्रिवेणीको जलमा स्नान गर्न गइरहेको छु। म यो एकदमै यो आइस जमेको छ, तर मलाई डर लागिरहेको छ। तर पनि म चाहिँ स्नान गर्ने आँट गरिरहेको छु। मैले होप गरिरहेको छु। जय होस्। केही हुन्न, हेत्तिरी मैले नुहाएर बसिसकेँ। उता नुहाइसके केटाहरूले जय बडीमालिका। गाह्रो छ, गाह्रो। उता जानु न अब, उता गएर ल कुद्दै कुद्दै मेरो हात पनि यता कामेरा बोल्न नि सकिरहेको। पुसा भन्ने पोजिसनमा थियो क्या। हिँडेर जानु बिस्तारै। ल ल लेट्स गो। भयो गाइस, मैले नुहाएँ। हामी यो त्रिवेणी धाममा गएर अब हामी बडीमालिकातिर लाग्दैछौँ। बडीमालिकातिर अब आउनुहोस्, हामी सँगसँगै बडीमालिका दर्शन गर्न जाउँ। बडीमालिका अब यो त्रिवेणी धाममा हामी स्नान गरिसकेपछि अब योदेखि हामी मन्दिरतर्फ लागिरहेका छौँ। मन्दिरतर्फ हिँड्दै गर्दा यहाँ साथीहरूले चाहिँ चट्ट यहाँको दृश्य अवलोकन गर्दै हुनुहुन्छ। यो त्रिवेणी धाम नुहाएर लगभग माथिको डाँडाबाट अगाडि बढिसकेका छौँ। अब हाम्रो 6 जनाको टिम रहेको छ। हिजो हामी 2 जना मात्रै एक्लै थियौँ भने थप हिजो 4 जना होमस्टेमा भेटिसकेपछि हाम्रो 6 जनाको टिम अब बडीमालिका मन्दिरतर्फ बढिरहेको छ। कस्तो राम्रो ठाउँ के। ऊ पारीको हिउँबाट झरेको हामी चाहिँ हिजो। ऊ त्यो डाँडै डाँडा हुँदै माथिको टप मन्दिरमा पुग्यौँ हामी चाहिँ। पछाडि हाम्रो सर एकजना साथी हिँड्दै हुनुहुन्छ। अगाडि हाम्रो बडीमालिकाको पुजारी बाजेको छोरा हुनुहुन्छ, साथमा अरू 2 जना हुनुहुन्छ। एकदमै राम्रो ठाउँ।
चाहिँ यहाँले हेर्नुहोस्। यो हिमाल चाहिँ अपी सैपाल हिमाल रहेको छ। अपी सैपाल हिमालको दृश्य अवलोकन गर्न सक्नुहुनेछ। ब्याक साइडतिर देखिरहेको चाहिँ अपी सैपाल हिमाल, मैले अगाडि पनि देखाएँ तपाईँहरूलाई। अपी सैपाल हिमालको मनमोहक दृश्य पनि देखिरहेको छ। दृश्य एकदमै रमाइलो छ। हामी यसको अवलोकन गरिरहेका छौँ। तपाईँहरू पनि यो ठाउँ अनिवार्य एकचोटि घुम्न आउनुहोला। यो सिजनमा त अझ धेरै टाढा टाढाको दृश्यहरू पनि एकदमै मनमोहक दृश्यहरूको चाहिँ अवलोकन गर्न सकिने रहेछ। योभन्दा पहिला म यो जनै पूर्णिमाको बेला जब यो बडीमेलिका माताको पूजा लाग्ने गर्दछ त्यो समयमा आएको थिएँ। त्यो बेला कुहिरो नफाटेर धेरै यो टाढा टाढाको यो हिमालहरू देखिरहेको अवस्था थिएन भने अहिले चाहिँ जताततै योदेखि बाजुरा जिल्लाको अन्तिम स्थान त्योदेखि लगभग डोटीसम्म देखिने, मलाई लाग्छ यो डोटीसम्मको हिमालहरू देखिरहेको छ। त्यसपछि यो दक्षिणतिर अछाम, पश्चिम पूर्वतिर कालीकोट, त्यसपछि उत्तर र केही पश्चिमको भूभागतिर चाहिँ बाजुराको धेरै हिमालहरू र मनमोहक दृश्यहरू देखिरहेको छ। कतैको गाउँहरू पनि देखिरहेको र उहाँहरूले चाहिँ यो दृश्य अवलोकन गर्दै हुनुहुन्छ। दुर्मुनदेखि त्योदेखि अब हामी अगाडि राख्नेछौँ। उहाँहरू यहीँ हुनुहुन्छ तर म बिस्तारै बिस्तारै हिँड्दै गरेँ। हामी हिँडिरहेको छेउमा हिउँ पनि देखिरहेको छ। हेर्नुहोस्, यो असोजको अन्तिम दिन आज हामी बडीमेलिका दर्शन गर्न म दोस्रो पटक गइरहेको छु। आउनुहोस् सँगसँगै बडीमेलिका दर्शन गरौँ। अब म योदेखि अगाडि हिँड्दैछु। अब एकदमै मनमोहक दृश्य। साथीहरू धेरै अगाडि, केही साथीहरू धेरै अगाडि माथि डाँडोमा पुगिसक्नु भएको छ। 3 जना, हामी 3 जना भने यो मेरो ब्याक साइडमा देखिरहेको चाहिँ त्यो हिमालले हामीलाई चाहिँ हिँड्नै दिएन, अगाडि बढ्नै दिएन। त्यो नहेरी त्यसको सबै दृश्यहरू चाहिँ अवलोकन नगरी हामीलाई अगाडि बढ्नै दिएन। हामी यो हिमालको चुचुराहरू हेर्दै यसको अवलोकन गर्दै अब हामी अगाडि बढिरहेका छौँ। आउनुहोस् सँगसँगै। उहाँहरू पनि त्यो दृश्य अवलोकन गरिसकेपछि फर्किनु भएको छ। म पनि अगाडि लाग्छु। साथीहरू आउँदै हुनुहुन्छ पछाडि, म चाहिँ अलि अगाडि आइसकेको छु। यो ब्याक साइडतिर देखिरहेको चाहिँ बाजुरा, यो टाढा टाढा देखिएको मैले पहिला देखाएँ हिमालहरू। म हिँड्दैछु उकालोमा, एकदमै मलाई चाहिँ थकान जस्तो महसुस भइरहेको छ, तर पनि म हिँड्दैछु। आउनुहोस् साथीहरू, केही साथीहरू अगाडि पुगिसक्नु भएको छ तर म उहाँहरूलाई पछ्याउँदैछु।
पर्वत अर्थात् योदेखि तल देखिएको त्यो बिचमा देखिएको हामी हिजो साँझ बसेको होमस्टे ऊ त्यहाँ बिचमा टल्किएर रहेको देखिएको छ त्यो योदेखि बिचमा यो होचो भूभाग रहेको छ भने माथितिर अग्लो रहेको छ पूर्वतिर अर्थात् दक्षिणतिर चाहिँ पनि अग्लो रहेको छ र पश्चिमतिर पनि यो मन्दिर रहेकोले तीनवटा भूभाग मिलेर बनेको देखिन्छ। लौरे विनायक मन्दिर नजिक आइपुग्न लागिरहेको छु। यहाँ हामीभन्दा अगाडि आएको टोली यहाँ आराम गरेर बसिरहेको छ। नजिक आइसकेका छौँ। अब मन्दिरको करिबमा छौँ है हामी। कस्तो दामी ठाउँ त्रिवेणी पाटन उतादेखि चाहिँ ऊ पर त्यो खोला परेको अलिकति माथितिर चाहिँ हाम्रो होमस्टेको व्यवस्था छ। यो पुरै देख्यो त्रिवेणी पाटन। अब यो जात्राको बेला आयो भने एकदम हरियाली बुकी फुल पाटनहरू हुन्छ, एकदमै रमाडी हुन्छ। मान्छेहरूको नि घुइँचो हुन्छ भनौँ न, धेरै मान्छेहरू आएको हुन्छ त्यति बेला चाहिँ। आजभोलि आयो भने चाहिँ यो असोजको महिनाभित्र आएन समथिङ लगभग कुहिरोहरू त्यस्तो हुन्न, पानी पर्ने त्यस्तो डरहरू हुन्न, कहिले कस्तो अब हिउँ पर्छ कि भन्ने हो। त्यसको लागि तपाईँहरूले वेदर हेरेर अब कति दिनसम्म पानी छ कति छैन बढीमालिकाको गुगलमा गएर वेदर हेरेर त्यही अनुसार आउनु भने एकदमै आउनुहुन्छ। हामी पनि त्यही अनुसार गुगलमा गएर वेदर हेरेर 2-3 दिनसम्म पानी छैन भनेर त्यसपछि ड्याङ्ग आइदिएको। उट्टा पनि बादलहरू पनि देखिरहेन, बस राम्ररी दृश्य मात्रै देखिरह। एकदमै एक्साइटेड खुसी पनि छु र यहाँ आयो भने विस मागेर गयो भने पुरा हुन्छ भन्ने यहाँको विश्वास छ। उता माथि देखिएको छ मन्दिर, उता हाम्रो सरहरू चाहिँ उता हामीभन्दा अघि गएर अरू हामीलाई वेट गरेर रेस्ट गर्दै हुनुहुन्छ। मन्दिर देखिसक्यो, अब माथिदेखि चाहिँ टपमा छ मन्दिर को टपमा बडीमालिका माताको मन्दिर रहेको छ। हामी त्रिवेणी पाटनदेखि 9 बजेतिर हिँडेका थियौँ भने अहिले हामी ठ्याक्कै 11 बजेर 18 मिनट गइरहेको समयमा हामी यो मन्दिरभन्दा ठ्याक्कै तलनेरको मन्दिर बडीमालिका मन्दिर बेस क्याम्प नजिकै रहेको यो होमस्टेमा आइपुगेका छौँ। यो होमस्टे पनि बास बस्नलाई एकदम उचित रहेको देखिएको छ, राम्रो छ। यहाँ सोलरको व्यवस्था पनि रहेछ।
यतातिर बेडहरूको पनि व्यवस्था गरेर न्यानोको लागि निर्माण गरिएको रहेछ। एकदमै धन्यवाद दिन चाहन्छु म। यो होमस्टे नजिकै टोयलेटहरू पनि बनाएको छ। होमस्टेको 3वटा कोठा रहेको छ। योदेखि नजिकै धारा पनि निर्माण गरिएको रहेछ, तर धारामा पानी आइरहेको छैन। मलाई लाग्छ आइस पाइपभित्र आइसहरू जमेर होला पानी नआइरहेको, अर्थात् यहाँको मूल नै सुकेको हो। त्यो मलाई यकिन थाहा भएन। योदेखि हामी धेरैमा 15 मिनटभित्र मन्दिर पुग्नेछौँ। मन्दिर यो डाँडामाथि रहेको छ। यो अब हामी यो होमस्टेदेखि माथि आइसकेका छौँ। अब बाँसुधारा नजिकै पुग्ने छौँ हामी केही समयभित्र, धेरैमा 2 मिनट 3 मिनटभित्र। त्योदेखि मन्दिर बाँसुधारा नजिकै आइपुगेका छौँ। अब हामी बाँसुधारा नजिकैदेखि हामी यहाँ बाँसुधारामा मेलाको बेला चाहिँ लगभग त्यो मन्दिर नजिकै बसेका तीर्थालुहरूको लागि पर्याप्त मात्रामा पुग्ने पानी हुने गर्दछ। र त्यो बाँसुधाराको जल भनेको एकदमै पवित्र, मन्दिरको सानो डाँडा को साइडबाट बगिरहेको पानी अद्भुत। मलाई लाग्छ त्यो मन्दिरको ठ्याक्कै तलनेरबाट यत्रो तीर्थालुहरूको लागि पुग्ने पानी सायद त्यो पनि कुनै सामान्य कुरा चाहिँ होइन। यो पनि एउटा माताको वरदान, अर्थात् माताको एउटा सत्यताको प्रतीक रहेको देख्दछु म चाहिँ। यो मल्लगिरी पर्वत जहाँ बडीमालिका माता बस्नुभएको ठाउँ को यो शक्तिपीठ नजिकै रहेको चाहिँ बडीमालिका माताको शक्ति लाग्छ मलाई। यो बाँसुधारा तलको खोलामा पानी खासै देखिएन, तर यहाँ पानी छ त। म बाँसुधारादेखि छु। अब केही साथीहरू अगाडि हुनुहुन्छ भने केही साथीहरू पछाडि हुनुहुन्छ। अब योदेखि हामी धेरैमा अब मन्दिर पुग्नेछौँ। मन्दिरको तलनिरको उकालोमा हिँड्दैछौँ बाँसुधारादेखि माथि। यो मन्दिरदेखि त्रिवेणी पाटन देखिएको, यो त्रिवेणी पाटनको चाहिँ दृश्य हो। फाइनली गाइज म अब यो मल्लगिरी पर्वत माथि बसिरहेकी बडीमालिका माताको मन्दिर पुगिसकेको छु। हेर्नुहोस्, बडीमालिका माताको यो मन्दिर। बडीमालिका माता की जय। अब म यो मन्दिर पूजा गर्न गइरहेको छु। अब म मन्दिर नजिकै आइपुगिसकेको छु। मन्दिर हेर्नुहोस्, हाम्रो यता पुजारी पनि आउनुभएको छ। उहाँले पूजा गर्ने तयारी गर्दै हुनुहुन्छ। हाम्रो पुजारी पूजा गर्न गइसक्नु भएको छ मन्दिरभित्र। अब हामी आफ्नो मनोकांक्षा पुरा गर्नको लागि पूजा गर्नेछौँ।
माता सामु दर्शन गर्नेछौँ। यो राजा वीरेन्द्र विक्रम शाहले यो बडीमालिका माताको नाममा चढाउनु भएको मन्दिर नजिकै रहेको बेरु खड्का लगायतले चढाउनु भएको यो शिव त्रिशूल यो ठाउँ ठाउँमा ठुल्ठुला घण्टहरू घाटहरू चढाएर राखेको छन्। हेर्नुस् मलाई सबैभन्दा मन परेको कुरा चाहिँ यो मन्दिर निर्माणको लागि यो ल्याइएको ढुङ्गा काठ यसको पनि छुट्टै इतिहास रहेको छ। यो ढुङ्गा सायद यो यहाँ पाउनु होला, यो अन्त कतै बाहिरबाट ल्याएको जस्तो लाग्यो मलाई। यो काठ पनि यो ढुङ्गा यहीँकै हो र? ए त्यही त नि, मलाई त्यस्तै लाग्यो। अब के हो यो किन कुरा थाहा भएन। मन्दिर निर्माण नेपाल आर्मीले गरेको हो, त्यसैले नेपाल आर्मीलाई यकिन यो मेटेरियलहरूको विषयमा थाहा होला, यो कुन मेटेरियलको कुन ठाउँबाट ल्याएको भन्ने कुरा। त्यसै गरी यहाँ सोलर सिस्टम पनि रहेको छ, यहाँ सोलर पनि छ, यता हेलिपोर्ट पनि रहेको छ। इमर्जेन्सी यदि केसहरू पऱ्यो भने हेलिकप्टर पनि यहाँ ल्यान्ड गर्न मिल्ने ठाउँ रहेको छ। त्यसै गरी यो पुरानो बडीमालिका माताको मन्दिर, यो मन्दिर चाहिँ भर्खरै 82 सालमा निर्माण सम्पन्न भएको हो भने यसलाई पुरै तामाले छाइएको र माथि गजुरहरू सुनको गजुरहरू राखेको देख्न सकिन्छ। यो प्यागोडा शैलीको मन्दिर प्यागोडा शैलीको छ भने यो पूजा होम मन्दिर चाहिँ यो छानुटा स्टाइलमा छ। यो मन्दिर पुरानो माताको मन्दिर रहेको छ। पुरानो यो नयाँ निर्माण नगरिसक्दासम्मको पुरानो मन्दिर रहेको छ। यहाँ नजिकै पनि धेरै मात्रामा यो थुप्रो मात्रामा विभिन्न भक्तालु जनहरूले आफ्नो मनोकांक्षा पुरा होस् भनेर ल्याएर चढाएको यो घाटहरू छ। सबै यो घाटको र ध्वजाको थुप्रो हो, यसमा अन्य केही पनि छैन। त्यसै गरी यो मन्दिरदेखि ठ्याक्कै पश्चिम उत्तर साइडतिर यहाँ पुरै हिउँहरू परेको छ, हिउँ पनि देख्न सकिन्छ यहाँनिर। योदेखि सिधै बाजुराको त्रिवेणी नगरपालिकाको केही भूभागहरू देख्न सकिन्छ। त्रिवेणी नगरपालिकाको केही गाउँ बस्तीहरू पनि देख्न सकिन्छ। उता हेर्नुहोस् तपाईँहरू,
त्योदेखि उत्तर पश्चिमतिर ठुल्ठुला हिमालहरू रहेका छन्। यो मन्दिरको उचाइ समुद्री सतहदेखि 4220 मिटर रहेको छ। यो मन्दिर पुनर्निर्माण गरिएको छ। यो मन्दिर पुनर्निर्माण नेपाल को नेपाली सेनाद्वारा निर्मित भएको मन्दिर हो। यो मन्दिर नेपाली सेनाद्वारा पुनर्निर्माण गरिएको सुप्रसिद्ध बडीमालीका मूल मन्दिर तथा
हेर्नुहोस् यहाँ डाँफे चरिरहेका छन्। बिस्तारै बिस्तारै नबोल्नु हामी डाँफे देख्न नबोल्नु न सक्नेछौँ यहाँ डाँडामा। जुम गर्नु न अलिकति तल हेर्नु भाले नै हेर्नुहोस् स्वर्ग। हामी लगभग 9 बजे त्रिवेणी पाटनबाट हिँडेका थियौँ भने ठ्याक्कै 11:40 हामी यहाँ पुगेका थियौँ। यहाँ हाम्रो पुजारीजी हुनुहुन्छ। हामी यहाँदेखि घर जानै मन लागिरहेको छैन भन्नुहुन्छ साथीहरूले। तल झर्नै मन लागिरहेको छैन भन्नुहुन्छ। खुसीको महसुस। अब हामी पूजा गरेर तलतिर फर्किन लागिसकेका छौँ। हामी 9 बजे तलदेखि हिँडेका थियौँ। मैले अघि नै भने हामी 11:30 बजे पुगेका थियौँ मन्दिर, लगभग 2.5 घन्टाको समय अवधिभित्र। त्यसपछि हामीले 1 घन्टा पूजा गरिसके 1.5 घन्टा जति पूजा गरिसकेपछि अब ठ्याक्कै 1 बज्नै लागेको छ। अब 1 बजिसकेपछि हामी पनि यहाँदेखि तल झर्नेछौँ। बाई बाई बडीमेलीका माता, बडीमेलीका माताको जय होस्। अब म पनि बाई बाई माताको जय होस्। म पनि बडीमालीका मन्दिरदेखि झरेँ। झर्न त मनै थिएन, जति बसे पनि वर्षौँ लाग्ने यहाँ। तर के गर्नु, झर्नै पर्ने हुन्छ, गन्तव्य अनुसार हिँड्नै पर्ने हुन्छ। हामी बडीमालीकादेखि झऱ्यौँ। अब बडीमालीका मन्दिरदेखि फर्केका थियौँ। अहिले लगभग 3:40 भयो। हामी त्रिवेणी पाटन नजिकै रहेको हामी हिजो साँझ बसेको कर्णाली प्रदेश सरकारद्वारा निर्मित होमस्टेमा आइपुगेका छौँ। अझै तल झर्ने प्लान छ, किनभने टाइम त अलिक ढिलै भइसकेको। तर हामी झर्ने प्लान गरेको त भन्दा बिहान एकदमै शीत पर्ने र हिँड्न नसकिने बेलामा हुँदा बिहान हामीले झर्न असहज हुँदा यहाँ अहिले नै प्लानमा छौँ। बिहान हामी यहाँदेखि लगभग 8:45 बडीमालीका मन्दिरको लागि निस्केका थियौँ भने अहिले हामी लगभग 4 बज्नै आँटेको छ। मन्दिर पुगेर फर्किसकेका छौँ। हाम्रो टिमको केही मेम्बरहरू अगाडि हिँड्दै हुनुहुन्छ भने म यहाँ बिचमा पछाडि छु भने एकजना पछाडि पनि हुनुहुन्छ। हाई गाइज, अब हामी यो भातेज्यूली पुग्न लागिसकेका छौँ। त्रिवेणीदेखि भातेज्यूली हुँदै मुम्रा झर्नेछौँ। केही साथीहरू मभन्दा अगाडि हुनुहुन्छ, केही साथीहरू पछाडि नै हुनुहुन्छ। फाइनली हामी भातेज्यूली आइपुगेका छौँ। हामी यो भातेज्यूली
भातेज्यूली आइपुगेका छौँ। अब योदेखि कालीकोटका राजकोट नगरपालिकाका केही गाउँहरू, पचलदरनाका केही गाउँहरू पनि देखिनेछन्। फाइनली गाइज म अब ठ्याक्कै भातेज्यूलीको अगाडि आएको छु। हेर्नुहोस् यो प्रकृतिको अद्भुत बनावट जहाँ कसैले पनि बयान गरेर सक्ने छैन। म पनि अहिले ठ्याक्कै यो भातेज्यूली नजिकै छु। भातेज्यूलीदेखि हामीसँग समय एकदमै कम छ, किनभने हामी तल झर्ने प्लानमा छौँ, तल झर्दैछौँ। हामीले झर्ने त भोलि बिहान भन्ने थियो, तर भोलि बिहान पुरै यो स्यौदहरू परेर, अर्थात् यो शीत परेर, शीतले गर्दा हिँड्नै नमिल्ने हुन्छ यो चौरमा। हामीले तल झर्नुपर्ने हुनाले अलि बाटो पनि अप्ठ्यारो छ, मुम्रा झर्ने बाटो। त्यो भएर हामी चाहिँ अहिले नै झर्ने, बरु तल जानेर हुन्छ, जङ्गलमा बस्ने भन्ने प्लान छ। त्यसैले सो गाइज हामीसँग समय एकदमै कम भएकोले तपाईँहरूलाई मैले यसको विभिन्न फाँटहरू अझै मैले देखाउन सकेको छैन, त्यसका लागि क्षमा प्रार्थी छु। यो प्राकृतिकको अद्भुत भूबनावट, यहाँ माता बडीमालिका माता आइसकेपछि यहाँ धान रोपेको सतयुगमा भन्ने एउटा किंवदन्ती रहेको छ। अहिले पनि भाग्यमानी मान्छेहरूले अहिले पनि धानको पालो पाउँछन्। यो जनै पूर्णिमाको बेला, जनै पूर्णिमाको बेला यसको मेला लाग्ने गर्दछ बडीमालिकाको। त्यो समयमा फाइनली गाइज अब हामी त्रिवेणी पाटन कट्न आँटिसकेका छौँ। यो त्रिवेणी पाटनदेखि अब हामी तल झर्नेछौँ। बाटो एकदमै अप्ठ्यारो छ, तर समय एकदमै धेरै भइसकेको मैले अनुभव गरिसकेको छु। तर पनि हामीलाई कता कता यो प्राकृतिक भूबनावटले अझै झर्न मनले मानिरहेको छैन, तर पनि हामी झऱ्यौँ। बाई बाई त्रिवेणी। अब म यो प्रकृतिको भूबनावट यसको बयान गरेर साध्यै नहुने त्रिवेणी पाटनदेखि यताको भातेज्यूली क्रस गरेर म अब ठ्याक्कै यता राजकोटको एरियाहरू देखिने डाँडोनेर आइसकेको छु। यो ठाउँदेखि ठ्याक्कै राजकोट नगरपालिकाको लेक बस्ती, अर्थात् लेकाली बस्ती, छेत्तडी त्यो देखिरहेको ठाउँहरू हिजो हामी आएको छेत्तडी पाटन हो। त्योदेखि तल देखिरहेको सबै यो बस्ती राजकोट नगरपालिकाको हो भने उतातिर डाँडोमा जहाँ रोड को भर्खरै रोडको एउटा आकृति दिएको यो पारी अन्तिममा देखिरहेको छ। यो भनेको देउरा पाटन रहेको छ। योदेखि तल रहेको चाहिँ राजकोट नगरपालिकाको आरसिपी बजार र ठ्याक्कै पारी साइडतिर देखिएको चाहिँ पचलदर्ना भएको ठाउँ देखिरहेको छ भने हामी योदेखि अब सिधै तल यो ओह्रालोको बाटो झर्नेछौँ। बाटो एकदमै अप्ठ्यारो छ। हामी यो ठ्याक्कै देखिरहेको डाँडादेखि तल झर्नेछौँ। सिधै पारी घाम लागेको अलिअलि त्यो चौर जस्तो देखिरहेको छ, ठ्याक्कै त्यहाँ जानुपर्ने। यो डाँडादेखि सिधै तल खोला झरेर खोलादेखि फेरि उकालो हिँडेर त्यो डाँडा जानुपर्ने हुन्छ। त्यहाँदेखि फेरि त्यो डाँडादेखि तल झरेर मुम्रा जो देखिरहेको गाउँ छ त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँदेखि राजकोट जानेछौँ, त्यहाँसम्मको यात्रा हुनेछ। हामी आउँदाखेरि चाहिँ यो माथिल्लो बाटो हुँदै यो माथिको डाँडा हुँदै घुम्दै हामी ठ्याक्कै यो माथि हिउँ परिरहेको देखिएको डाँडादेखि त्रिवेणी झरेका थियौँ। झरिसकेपछि एउटा डाँडानिर मलाई चाहिँ अद्भुत लाग्यो। यहाँको जताततै सुकेर पुरै खडेरी परेको जस्तो छ, कतै पनि केही फुलहरू फुलेको अवस्था छैन। तर यहाँनिरको यो चाहिँ माताको स्थान भएको ठाउँनिर
एकदमै सुन्दर अझै पनि फुल फुलेर रहेको छ हेर्नुहोस्